नमस्ते, म डाक्टर दिपेन्द्र कार्की, मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर। आज हाम्रा मधुमेह रोग लागेका बिरामीहरू तथा दीर्घ रोग, अन्य कुनै दीर्घ रोग भएका बिरामीहरू जस्तै दमका रोगीहरू, किडनीको समस्या भएका रोगीहरू अथवा वृद्ध आमाबुवाहरूलाई एउटा सानो सजेसन, एउटा सल्लाह दिन आएको छु। अहिले जाडो मौसम छ हाम्रो नेपालमा र जाडो मौसमको बेलामा हामीले हाम्रा दीर्घ रोगी बिरामीहरूलाई, मधुमेहका रोगीका बिरामीहरूलाई, प्रेसर रोगीका बिरामीहरूलाई चाहिँ एक्सर्साइज गर्नुस् भनेर निरन्तर भनिरहेका हुन्छौँ। तर अहिले जाडो मौसम भएको कारणले गर्दाखेरि जाडो मौसममा बिहान चिसो मौसमका कारणले चाहिँ जमिनको सतहको नजिकमा धुलोका कणहरू, भाइरस, ब्याक्टेरियाहरू चिसो टेम्परेचरको कारणले गर्दाखेरि ती तल जमिनको सतहतिर हुन्छन्। त्यसकारणले हामीले बिहान एकदमै छिटो बिहानै नै मर्निङ वाक गर्यौं, एक्सर्साइजहरू बाहिर खुला ठाउँमा गर्यौं भने चाहिँ हामीलाई एउटा त चिसोको कारणले रुगाखोकी लाग्ने सम्भावना बढी छ। त्यस्तै ती धुलोका कणहरूले गर्दाखेरि चाहिँ श्वास प्रश्वास सम्बन्धीका समस्याहरू बल्झिने, दम छ भने दमको समस्या बल्झिने, त्यस्तै गरेर भाइरस, ब्याक्टेरियाले संक्रमण गरेर भाइरल निमोनिया, ब्याक्टेरियल निमोनियाहरू हुने सम्भावना धेरै हुने भएको कारणले गर्दा म चाहिँ के सल्लाह दिन्छु भने मधुमेह रोगीहरू, दीर्घ रोग भएका व्यक्तिहरू, दमको रोगीहरूले चाहिँ बिहान सबेरै उठेर चाहिँ घरभन्दा बाहिर गएर चाहिँ मर्निङ वाक गर्ने अथवा एक्सर्साइज गर्ने चाहिँ नगर्नु होला। सकेसम्म घरभित्रै गर्नुभयो हुन्छ, बिहानै छिटै उठ्नुहुन्छ भने घरभित्रै चाहिँ एक्सर्साइज गर्नुभयो हुन्छ र बाहिर एक्सर्साइज गर्नु पर्यो, हिँड्नु परेको खण्डमा चाहिँ घाम लागिसकेपछि, घाम झुल्किसकेपछि चाहिँ हजुरहरू बाहिर गएर एक्सर्साइज गर्ने अथवा हिँड्ने गर्नुभयो भने चाहिँ यो सम्भवतः यो संक्रमणहरूबाट आफूलाई जोगाउन सकिन्छ। किनभने घाम लागिसकेपछि जमिनको सतह र यो हाम्रो टेम्परेचर, यो वातावरणको टेम्परेचर बढेर आउँछ, जसको कारणले गर्दाखेरि धुलोको कणहरू, ब्याक्टेरिया, भाइरसहरू चाहिँ अलिकति जमिनी सतहबाट माथि गएर उठेर जान्छन्। त्यसकारणले गर्दाखेरि आफूलाई चाहिँ संक्रमण हुने अथवा चिसो लाग्ने सम्भावना कम, रुगाखोकी लाग्ने, निमोनिया हुने सम्भावनाबाट हामीलाई जोगाउन सकिन्छ। त्यस भएर चाहिँ दीर्घ रोगीहरूले, दमको रोगीहरूले चाहिँ यो जाडो मौसममा सबेरै बिहान उठेर चाहिँ घरभन्दा बाहिर गएर एक्सर्साइज गर्ने, हिँड्ने कार्य गर्नुभन्दा चाहिँ बरु घरभित्रै गर्नु होला र घाम झुल्किसकेपछि, अलिकति टेम्परेचर बढेपछि चाहिँ घर बाहिर गएर एक्सर्साइज गर्नुभयो भने तपाईहरूलाई संक्रमणहरू हुनबाट जोगाउन सकिन्छ। त्यस्तै अब अर्को एउटा इम्पोर्टेन्ट कुरा भनेको दीर्घ रोगीहरूले, डायबिटिजको दीर्घ रोगीहरूले, मधुमेह, दमको दीर्घ रोगीहरूले, किडनीको प्रब्लम भएको, किडनी फेलियर भएको दीर्घ रोगीहरूले चाहिँ इन्फ्लुएन्जा भाइरसको भ्याक्सिन र निमोनियाको भ्याक्सिन चाहिँ यदि लाउनु भयो भने त्यस्तो संक्रमणहरूबाट पनि हजुरहरूलाई जोगाउन मद्दत हुन्छ। त्यसकारणले दीर्घ रोगीहरू सबैले निमोनियाको भ्याक्सिन चाहिँ एकपटक लाए पुग्छ र इन्फ्लुएन्जा, यो रुगाखोकीको भ्याक्सिन चाहिँ वर्षको एकपटक लाउनु भए चाहिँ आफूलाई यो संक्रमणहरू, भाइरल इन्फेक्सनबाट, निमोनिया हुनबाट चाहिँ जोगाउन सकिन्छ। धन्यवाद।